यत्रो दिनसम्म मैले मिनी भ्लग किन बनाएँ? के मैले भिडियो बनाउनै छोडेको हो त? सो अलराइट गाइज आइपुग्यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको दिनमा चाहिँ धेरै दिनपछि भिडियो हाल्ने सोच पनि आयो। यति धेरै ग्याप राखेर भिडियो हाल्नुको कारण चाहिँ बेग्लै नै छ है। दिनभरि कामको व्यस्तताका कारणले नै मैले एउटा भिडियो चाहिँ हालिरहेको हुन्छु। अनि भिडियो हालिसकेपछि हामी जस्तो सानो क्रिएटरहरूलाई समस्या नै यही छ, भिडियो हालिसकेको समयपछि भिडियोकोमा भ्यू चाहिँ कति आयो त भने हेर्दा टाइम चाहिँ त्यत्तिकै जाने रहेछ। अनि भिडियो चाहिँ बल्ल बल्ल एडिटिङ गरेर मजाले पोस्ट गर्दाखेरि त 1K भ्यू चाहिँ नपुग्दाखेरि एकदमै नरमाइलो फिल हुँदो रहेछ। अनि त्यसै कारणले चाहिँ मैले चाहिँ आजदेखि चाहिँ अब नेक्स्ट भिडियो चाहिँ नहाल्ने विचार गरिरहेको छु। अनि के त हजुरहरूले यो भिडियोमा धेरै माया धेरै सपोर्ट गरेर मैले नेक्स्ट भिडियो हाल्न पनि बाध्य पनि हुन सक्छु। अनि हजुरहरू आफै भन्नु, दिनभरि काम गरेर जतिसुकै भिड भए पनि सानो सानो क्लिप बनाएर मजाले मैले भिडियो एडिटिङ गरेर टाइम होस् या नहोस् टाइमको भ्यालु नै नगरिकन मजाले भिडियो बनाइरहेको हुन्छु, तर पनि भिडियोमा खासै रेस्पोन्सै आउँदैन। त्यसै कारणले नै आफूलाई डिमोटिभेट हुँदो रहेछ। अनि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने एकवटा कमेन्ट गरिदिनुहोस्, एकवटा लाइक चाहिँ मजाले गरिदिनुहोस्। आशा छ हजुरहरूले मेरो भिडियोलाई धेरै माया गरिदिनुहुन्छ भन्दै आजको लागि चाहिँ यति नै। हस्त धन्यवाद, माया छ।